हेलो एभ्रिवान, वेलकम माई न्यू च्यानल। सबैजनालाई मेरो भिडियोमा स्वागत छ। अनि यो भिडियो हेरेर हजुरहरूलाई के कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब पनि गर्न नबिर्सिनु होला। मेरो भिडियो चाहिँ भनेको पढाइ सम्बन्धी नै हुन्छ, स्टडीकै हुन्छ हैन। अनि अब इक्जाम आउन धेरै पनि छैन, आइसक्यो इक्जाम। अनि तपाईहरु पनि पढ्नु होला, म पनि पढ्छु। आज चाहिँ म आजदेखि म इङ्ग्लिसको पढ्न सुरु गर्दैछु। अनि आज मैले एडमिट कार्ड पनि लिएर आएँ कलेज गएर। अहिले त्यो भिडियो त्यहाँनिर राखिदिने नै छु, हेर्नु होला। एकछिनमा भेटौँ है त साथीहरु। हेलो साथीहरु, म चाहिँ कलेजमा आएको छु हैन, के लिन भने हामी किन गऱ्यो होला त हामी भन्नु नि। म पनि साथीहरु, यहाँनिर चाहिँ मेरा यी छेउछाउका साथीहरु धेरै हल्ला गरेको, मैले त्यही भएर भिडियो बनाउन पनि पाइनँ। अनि आज चाहिँ हाम्रो यहाँ लेख्दै कता हो, यता लेख्दैछ नि यिनले पनि अब हाम्रो 21 गतेको फ्लाइट छ। अब उड्ने अटोमा, कोही बाइकमा, कोही हिँड्दै। गाह्रो छ, हामी त साइकल पेलेर पनि होला। यहाँ छ Oh my God! Wow! म चाहिँ साथीहरु कलेज गएर आएँ। अनि आएर अनि फेरि पढ्न स्टार्ट गरेँ। यो चाहिँ मैले इङ्ग्लिसको त्यहाँ के प्र्याक्टिस गर्नुपर्ने थियो अलिअलि। अनि त्यो गर्दैछु, त्यहाँ लेख्दैछु के अगाडि बिर्सेकोहरू थियो। अनि त्यसलाई रिभिजन गर्दैछु। अनि जे होस्, कलेजमा चाहिँ रमाइलो भयो। आज लास्ट दिनै भनौँ न। अनि एडमिट कार्ड लिएँ, अनि लिएर घर फर्केर लास्टै गलेको थिएँ। अनि गलेर आएपछि एकछिन त्यही जे भयो नि पढ्छु भनेर एकछिन पढ्न बसेको। हेर्नु, कपी पल्टाएको गर्छु, यताउता। पढ्नुपर्छ है साथीहरु, पढ्नुपर्छ। धेरै टाइम छैन, पहिला पनि पढेन, अब चाहिँ पढ्नुपर्छ जसरी भए पनि। अनि त्यही नै भन्छु, म त पढ्न चाहिँ छोड्नु हुँदैन। मैले पढ्न छोड्ने भएर यस्तो भयो। अब 3 दिन छ क्या। 3 दिनमा कति पढ्नु, कसरी पास हुनु होला। एउटा सब्जेक्ट मात्रै भए त हुन्थ्यो, त्यत्रो छ 6वटा। टेन्सन लाग्यो मलाई त। हेर्नु न, त्यहाँ घरि बुक देखाउँछु, घरि के बुकमा नाम लेख्छु। बुकै हेर्नु न, इङ्ग्लिसको त कस्तो चलाकै छैन। अर्को 2टा बुक थियो मसँग, अनि अर्को बुकमा चाहिँ म लेख्थेँ, मतलब त्यो प्र्याक्टिसहरू गर्थेँ अर्को बुकबाट। यसमा चाहिँ यो चलाएको थिइनँ कि मैले। सरस्वती पूजामा है पूजा गरेर मैले थन्क्याएको थिएँ, राखेको थिएँ यो बुक चाहिँ। अनि अर्को बुक चाहिँ हेरिरहेको थिएँ। हाम्रो चाहिँ इक्जाम हुने फिक्स भइसकेको छ 21 गते नि। अब हामी पनि म यता पढाउन आएको छु यिनलाई। के गर्नु, पढाउनै पर्यो। यता लेख्दैछिन्, गाह्रो छ। अनि उ त पनि लेख्न खोज्दैछ यता। आज गएर एक पेज ह्यान्डराइटिङ पढ्नको लागि राम्रो। A few moments later. फेरि मैले स्टार्ट गरेँ। पढेको त होइन, पढे जस्तो गरेको भन्दा मात्रै हुन्छ, आउँदैन जति पढे पनि। अनि फेरि पढ्न स्टार्ट गरेँ। अब पढ्नै पर्यो, के गर्नु, इक्जामको सवाल छ। भोलि गएर फेल भयो भने फेरि त्यत्तिकै। अनि घरि यता हेर्छु, घरि के गर्छु, के मेरो नाटकै बेसी हुने क्या। नाटक बाँड्दै पढ्दै क्यामेरामा हेर्दै। अनि एकछिन पढेँ। हेर्नु न, फेरि के को नाटक हो पनि यो मेरो। फेरि हेलो भन्दै के भन्दै। यो चाहिँ मेरो बेलुकाको हो। मैले बेलुका चाहिँ फेरि पढेको थिएँ क्या। बेलुका एकछिन हिजोको हो यो त। अनि पढ्नु पर्यो भनेर पढेको थिएँ। अनि आज यसैमा यो भिडियो हालिदिएको छु, हेर्नु होला। पढ्नु है पढ्नु, म त के भन्नु र साथीहरु। भोलिको दिनमा गएर पछुताउन नपरोस् तपाईहरुले पनि भनेर भन्छु। म त के गर्नु, मैले त केही पढेको पनि छैन। म नि कोसिस गर्छु, म नि पढ्छु। हजुरहरु पनि पढ्नु होला। टाइम छ, टाइम छैन भनेर नबस्नु होला। 3 दिनमा भए पनि केही न केही गरिन्छ। म अहिले यो टाइममा आएर यस्तो होपलेस भइरहेको छु नि। एनइबीले गरेर हेर्नु न, नयता नहुँता भयो। अब इक्जाम हुँदैन, सर्छ होला भन्दै अझै बसिरहेको के म। अनि भरे यस्तो भयो, ठिकै छ। त्यही पनि इक्जाम त हुनु नै पर्छ। अनि इक्जाम त नभएर हुँदैन, हुनु नै पर्ने हो जहिले भए पनि। तर शिक्षकहरुको माग पुरा हुन्छ कि हुँदैन होला है साथीहरु, के हुने होला, अचम्म छ। अब चाहिँ म बिदा हुन चाहन्छु। अब अलिअलि पढेँ, धेरै त पढिनँ। आजको टाइम यत्तिकै यताउति गर्दै गयो। कलेज पनि जानुपर्ने थियो एडमिट कार्ड लिनको लागि। अनि त्यतिकै भइगयो।
अनि अब मेरो भिडियो के कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनु होला। अनि अब चाहिँ म बिदा हुन चाहन्छु। हस् त धन्यवाद। मेरो भिडियोमा लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। के बोल्दाखेरि अब जिब्रो लटपटेको होला, कस्तो कस्तो भएको होला। ठिकै छ, अब केही छैन, बिस्तारै सुध्रिन्छ। डर लाग्छ क्या अलिकति, हुप्लेस हुँदो रहेछ। बाई बाई।